खै म छोरीलाई ए कस्तो फटा रहेछ छोरी किन पुसेको मलाई गर्दैन मलाई चाहिँ किन चाहियो छाङमा जान आँटेको आज चाहिँ हामी जाँदैछौँ घुम्नुको लागि छाङ्गु लेक होइन Hello bro, हामी गएको अब बिहानै दिएछ नि त बिहान बिहान पनि लगाएर केटाहरूले ला अनुहारै आएन तिम्रो त किन आउँदैन जल्दी हामी चाहिँ होइन त्यहाँ गएर पास बनाएर आफै हो भोलि आइपुग्छ फेरि भोलि त बन्द अरे त अन्त किन भोलि गयो छाङ्गुको यात्रा बुझे होइन गर्ने एकजनाले गरेको थियो बोल्नु चाहिँ सबजना बोलेको थियो बस्नु बस बस मलंग सी रातें सुरंग सी बागी उड़ान पे तेरा नाम बनाउन कपाल तेरा नाम हो Quick खाजा खाजा ब्रेक खाजा खाजा यसो गर्दा मलाई पनि फ्राई राइस ए होइन होइन दुई जग्गा अरे फ्राई राइस इलाही मेरा जी आए आए ल ब्रो हामी दिमागमा छ ल यस्तो घुमेर अब निस्केको भर्खर खाजासाजा खाएर हल्का स्न्याक्सहरू खाएर ल सबजना यता घुम्दैछ यता देखाइदिउँ यतातिर पनि छ कत्रो माथि हो यता पनि छ उता दबाई किन्नु गएको बिमारीहरू बिचरा लास्टमा फरक पऱ्यो भइहाल्छ ल ट्याक्का ओले होला भोबिन्दी बेलुका राम्रो देख्छ अरे हौ बेलुका बरु आउनु न बेलुका यहाँ क्लब छैन क्लब छ त क्लब फेरि क्लब यो दुईजनालाई एकदम मेन बका होइन किन्ने नखाने डान्स हेलो राजन एकपल्ट हिर्काइदेऊ राजन एकपल्ट हिर्काइदेऊ लु हेलो गाइस फाइनली हामी चाहिँ रुम आइपुगिसक्यो होइन
गान्तोकमा रुम लियो हामीले हो। रुम चाहिँ अब सानो भन्दा पनि हामी 6 जना अट्ने छ, 2टा बेड। यहाँ सुङ्गुल लडाइँ लडिरहेछ सबैजना हो, केटाहरू यहाँनिर हो। यहाँ यो मेरो साथी एकदम। हाम्रो टिभी पनि छ हो, बेलुका अब यसमा तातैया ओ भन्ने गाना सुन्नुपर्छ हो। नजाराहरू छ यहाँनिर, टक्कै गुम्बा बिहानै उठेर हो। यहाँनिर कन्स्ट्रक्सन हुँदो रहेछ, पिलर पनि छ यहाँ माथि। के भन्छ अब टावर, वाच टावर पनि के भन्छ समथिङ त्यही हो। हाम्रो चाहिँ भ्यू जस्तो छ खिड्कीबाट हो। बिहान उठेछ हल्का रमिताहरू हेर्नु पायो होइन। त्यो एमजी मार्ग चाहिँ अब यहाँदेखि तल्लो साइडमा छ, यहाँदेखि अहिले गर्छु नि अन्त तल जाँदाखेरि होइन। गाइस अहिले भेटौँ हो। अहिले अब फेरि आउँदैछ, ब्याक टु ब्याक हुन्छ आजको ब्लग। यहाँनिर होइन, यहाँ चाहिँ अब होइन गुड नाइट भ्लग बनाउनु भनेर गुड नाइट बनाएको, उहाँ चाहिँ हल्ला भइरहेछ है। तिम्रो टाउको म हुनुपर्छ कि हजुर। गुड नाइट भ्लग आजलाई यति, भोलि बिहान सुरु गरौँला। सबैलाई गुड नाइट। ल गाइस हामी चाहिँ रेडी भयो जानुको लागि होइन। बोल्दै हाल है। आजको टुर चाहिँ दामी हुँदैछ हो। बाबा हरभजनको मन्दिर गएर आयो, हिउँ पनि टन्नै खेलायो। हाम्रो हिम्यानले चिक्रीमा पनि बनाइहाल्यो हो। अब फेरि जाँदैछ अब हामी एलिफेन्ट लेक। अब त्यहाँ गएर चाहिँ अब एलिफेन्ट लेकको नजारा देखाउँदैछु तपाईँहरूलाई। दाजु भनिदिइहाल्नु के? हाम्रो मजाले घुमिरहेको छ हो, सबैको ठिकठाक छ। अहिले छौँ हिउँबाट यसो मजाले खेर आएको सबै जिन्दगी चलिरहेको छ। अब अरू सबैले छ त अङ्कल। भैँसीको काला, यसको काला नेपालबाट सिक्किमबाट चाहिँ उहाँ कञ्चनजङ्घा देखिँदैछ, इन्डियाबाट नेपालको उता। जस अहिले यो यताको देख्दैछ हजुर, अन्त यो बिचको देख्दैछ। उयो हेर्नुहोस् त सिधा हो हजुर, यो देखिरहेको छ। यति देख्दैछ, यो देख्दैछ, त्यहाँबाट यता देख्दैछ। कञ्चनजङ्घा डल्लै देख्दैछ। मोन एभरेस्ट त मुनि छ, माउन्ट एभरेस्ट माथि छ हो, त्यो माउन्ट कञ्चनजङ्घा। कञ्चनजङ्घा त्यसरी मुनि पनि बादल छ। जहाँ लाउने अनि यो चाहिँ के आसमान चाहिँ के नामको हो? के भएको यो? यो त यहाँ छ त नि बादलहरू सबै यहाँ तुफान लागिरहेको छ। हिउँ परिरहेछ, हिउँ परिरहेछ, हिउँ जमिरहेछ। कामै हातहरूले कामै नगर्दा त्यतिखेर हिउँ परेर टाइममै त अब हातहरू कामै नगरिदियो। अब बेसी जाडो भएर चाहिँ छाङ्गुमा रोकेको कि 2टा जस्तो फोटो खिच्यो होइन, सिधै आएर गाडीमा बस्देको अब बेसी जाडो भएर चाहिँ। दामी हुन्छ। यो चाहिँ एकदम डेजर्ट जस्तो छ है। अनि यहाँ चाहिँ हाम्रो बेला सुतिराख्नु भएको छ। गुड नाइट भइदिइसक्यो, गुड नाइट भइसक्यो ब्रो। चिसोले म एकछिन यताको खिच्दैछु। यहाँ चाहिँ अब रुख जङ्गल बिनाको पाहाडहरू चिसोले गर्दा रुख जङ्गल केही भएको छैन। बाटो चाहिँ फेरि सेफ्टी दामी छ। यो बाटोमा चाहिँ बाइक कुदाउँदै फेरि से उठ्चला भन्ने म्युजिक बजाउनु पर्ने हो क्या। राम्ररी कुरा गर्नु पनि जान्दैन। यो चाहिँ हाम्रो शैलेश दादा है, शैलेश एके तामाङ डम। हामी चाहिँ यस्तो ठाउँमा आएको छ। यहाँ चाहिँ अब यहाँ खासमा पक्कापक्की हाम्रो पास चाहिँ यहाँसम्म हो। यहाँ इन्डियाको धन्दा उहाँ भोले बाबा छ।
त्यो चाहिँ सानो झर्ना छ त्यो चाहिँ मैले त्यो चाहिँ रुखहरू त्यस्तो ठुलै छैन चिसोले गर्दा हिउँले गर्दा आइस जमा त्यस्तो भइरहेछ त्यो पानी त्यहीँ अड्के छ ब्रो यो माछा हो नि यो भेगुता हो दाइ तिमी हेर्नुसम्म आउँछ यो भेगुता हो भेगुताको ओ शैलेश मेरो पनि त नदेखाउनु पर्यो यहाँ पक्रे यो तल पक्रे माथि नपक्रे दाइरामा होइन दुईजनाको खतरा डान्स हुँदैछ हो त्यो के अरे कुन होइन कुन चाहिँ गीतमा गर्ने अन्त त्यो खतरा डान्स हुँदैछ यहाँ हो दाजुभाइको हो यहाँनिर हामीलाई देखाए यहाँ दाजुभाइहरू चाहिँ अब हामी खाएर एकछिन बोल्छु ल ओके ब्रदर म चाहिँ मुच्छु ल मुतेपछि ओके यहाँ चाहिँ अब हाम्रो दाइहरू चाहिँ अहिले हिउँले गर्दाखेरि पातलो छ यहाँ चाहिँ यिनीहरूले कहिले हिउँ नदेखि जसरी खेलिरहेको छ यो चाहिँ कञ्चनजङ्घा यो अझ टाढा भयो कञ्चनजङ्घा देखिरहेको छ यो चाहिँ मेरो फोनबाट फोटो खिच्न खोजिरहेको छ यहाँभन्दा गतिलो फोन मेरै छ त्यसले मेरैबाट फोटो खिच्छ यहाँ चाहिँ अब कहिले देख्न नपाए जसरी हेर न अझै मजाले वान मोर दाजु वान मोर होइन म भिडियोमा निकाल्छु त छिटो लड न केही हुन्न एकचोटि छिटो दाजु भक्कै लो हेर माथि चाहिँ नहाल न यहाँको त डल्लो पनि पर्दैन रहेछ हौ यो डल्लो पर्छ नि योपट्टि बिस्तारै हो मलाई नाम ल म क्यामेरा गरिरहेको छु यता हेर ला कानमा गयो त उनको एक कानमै छिर्दिरा पक्का म कटाइन्छु ल औलाले न औलाले यहाँ छ हिउँ परिरहेको है यो चाहिँ यहाँ चाहिँ भाइ डेन्जर ठाउँमा गएको छ 4 मिनटको भिडियो भयो ल यता आएर अब त्यहाँबाट खाल्डो छ जोडीहरूको ह्याप्पी भइरहेछ होइन कहिले हामी लिएर आउनु
ला मेरो एक खिकिदिनु आजको डनको आजको हल्का चल्छ चोरीमा चल्छ कसरी सोधौँ न सोध न के गर्ने राइड त नगर ढिलो हुन्छ ल अब घर पनि जानुपर्छ कति हो र राइडको टुरिस्ट दाम हामी त लोकल हो राइड नगरौँ म त फोटो पनि खिच्दिनँ त्यो हो त्यो हामीले बुझेँ कि हामीले बजारमा हाम्रो पनि आफ्नो हिसाबले भनेको म त्यही तपाईँले भनेको हिसाबमा ठिकै हो ल फोटो खिच न जानुपर्छ हौ भोक लागिसक्यो तिउरै त हो चढेर उयो गर्नु कुद्नु अनि घोडामा गधा चढेपछि अलिक नसाउँदो रहेछ यहाँ चाहिँ आई लभ सिक्किम छ तपाईँ सानोतिनो ब्लगर छौ हल्का गर्दैछ ठिकै हो हामी मैले त्यही भन्नु खोजेको रिमेम्बरको लागि ठिकै हो सायद अब फ्रेन्ड्सहरूले साथ दिएर फलो राम्रोसँगले गरिदिन पायो भने सायद ठुलो ब्लगर्स पनि हुन सक्छु होला है ठिकै हो अब साथीको माया एकदम माया छ भने है सोचेको कुराहरू अब सानोदेखि नै ठुलो हुने कुरा हो सानोदेखि ठुलो भएको राम्रो पनि हो ठुलोदेखि सानो भएको राम्रो होइन